हैन, विविध खालका घाइतेहरूको उपचार गर्ने कुरा पनि गर्यो। तर त्यो घाइतेहरूको उपचार गर्ने कुराहरू हाम्रो देशको प्रधानमन्त्रीले घोषणा गरिरहँदा प्रधानमन्त्रीको दिमागले रवि लक्ष्मी चित्रकार 40 वर्षभन्दा लामो समयसम्म फिजिक्सको प्राध्यापक रहेकी एकजना गृहिणी हुन् र उनीमाथि जल्लादहरूले जुन प्रकारले हमला गरे, चारैतिरबाट घेरेर घरबाट बाहिर निस्किनसम्म पनि नदिइकन चारैतिरबाट घेरेर जसरी हत्या गर्ने उनीहरूले दुष्प्रयत्न गरिरहेका थिए, त्यस्तो ठाउँबाट पनि अन्ततः उनलाई बचाइयो। अहिले उनी उपचारमा छन्, हस्पिटलमा छन्। ती घाइते हुन् कि होइन? आज म यो देशको 3 करोड जनताको तर्फबाट म सोध्न चाहन्छु यो देशको प्रधानमन्त्रीलाई, मेरो श्रीमती भनेर होइन, यो देशमा 40 वर्षभन्दा लामो समयसम्म प्राध्यापन गर्ने एकजना प्राध्यापक जो आज एउटा चिकित्सक अवस्थामा चाहिँ घाइते भएर त्यो जलेको अवस्थामा जाने उपचार गर्दैछन्, ती मान्छे घाइते हुन् कि होइन? भनेको राज्यले र ती घाइतेलाई उपचार गर्ने दायित्व यो सरकारको छ कि छैन? आजसम्म एक शब्द कहीँ कतै सोध्ने पुछ्ने के पनि भएको छैन। कसैलाई पठाएर पनि सोधिएको छैन र कुनै खर्च वर्च छ कि छैन भनेर पनि सोधिएको छैन। मेरो घर त सम्पूर्ण जलाएर खरानी बनाइएको छ। हाम्रो घरभित्रै केही अलिअलि श्री सम्पत्ति थियो भने त्यो पनि जलाएर खरानी बनाइएको छ। मेरो त अहिलेसम्म खोइ यो देशमा यत्रा विधि ब्याङ्क खोलेका छन्, एउटा ब्याङ्क खाता छैन। अलि अगाडि 2टा ब्याङ्क खाता बनाएको थिएँ। अब ब्याङ्क खाता भएर के गर्ने? त्यो ब्याङ्क खाता राख्ने पनि चिज चाहिँदो रहेछ नि त। मसँग त्यो राख्नुपर्ने कुरा भएन। हरेक दिन आउँछ खर्च हुन्छ, आउँछ खर्च हुन्छ, आउँछ खर्च हुन्छ, त्यस्तै मात्रै भएको छ मेरो त। अनि म जस्तो मान्छेले मसँग त थुप्रो चाहिँ त्यो 100 रोपनीको जग्गा पनि भएको छैन। मसँग जम्मा जम्मी 70 रोपनी जग्गा थियो, त्यसमध्ये 55 रोपनी जग्गा त मैले सरकारलाई नै दिएँ र सिटिबिटी बनेको छ। अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले गएर एकचोटि इलाममा गएर त्यो सिटिबिटीको चाहिँ उहरू संरचनाहरू एकचोटि हेर्न मेरो अनुरोध छ। शिक्षा क्षेत्रमा तपाईँको ठुलो योगदान छ। अनि हो त्यस्तो व्यक्तित्व चाहिँ घाइते हो कि होइन, उपचार गर्नुपर्छ कि पर्दैन, सरकारले कुनै दायित्व लिनुपर्छ कि पर्दैन, यो देशको सरकारलाई म सोध्छु। आम जनताको तर्फबाट र मेरो तर्फबाट, मेरो परिवारको तर्फबाट र मेरो के अरे जीवनसङ्गिनी रवि लक्ष्मी चित्रकारको तर्फबाट म सोध्न चाहन्छु। हुन्छ, सरकारले सम्पूर्ण घाइतेहरूलाई उहाँ म्यामसहित सबैको उपचारमा सहयोग पुर्याओस्, ध्यान दियोस् भन्ने तपाईँको माग हामी सबैको पनि चाहिँ ध्यान आकर्षण गराउन चाहन्छौँ। अब अन्त्य